सर्वदा वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव मेरी बात झेले दूँगा और द्वारा बुक हो गए तो जाने अरे का दाऊ जी बेटा होते और ले रहा उन्हें नहीं मौका देता आज दाऊ जी ने चुका लाई तो मेरे और तो भी पानी बाहर जो है तो खाली हाथ में वो आज ठीक है घाटे लाग्यो है भान्जा लाग्यो पछि मिली मैले अघि भनेको छु त मैले दिनुपर्छ भनेर ओहो थाजु के भएको अलिक साइड लाग्यो कपाल उता लैजाऊ भाइ कपाल माला लगा माला खै माला माला बहिनीले लगाइदिन्छ माला लगाइदिने कपालले दिन चाहँदै अलिकति केही हुन्न अहिले एकछिन अहिले गाडीमा बसेपछि निकाल्नु कति राम्रो देखियो कति राम्रो हाम्रो बेहुलो रातको जुन हेर्दै सम्झन्छु तिमीलाई आकाशको तारा गन्दै पर्खन्छु तिमीलाई रातको जुन हेर्दै सम्झन्छु तिमीलाई आकाशको तारा गन्दै पर्खन्छु तिमीलाई भना भना तिमी के कल्पिन्छौ म जस्तै तिमी पनि के कल्पिन्छौ भना भना तिमी के कल्पिन्छौ म जस्तै
अरू बेला नै भन्छ त के देउली निकाले बुबा यता आउनु न यता घुम न तपाईँ यता भयो अगाडि खुलेर प्रार्थना गर टीका सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन
मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन मुटु मुटु साट्न पाए सँगै सुनि काट्न पाए कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन हो तिम्रो मुटु बनो तिम्रो धड्कन बनो तिम्रो सास बनो माया खास बनो तिम्रो मुटु बनो तिम्रो धड्कन बनो तिम्रो सास बनो माया खास बनो कलशस्य मुखे विष्णु कलशका मुखमा छन् मुखे विष्णु मध्येन्द्र घाँटीमा छन् मूलस्थ पेटमा छन् कोखामा छन् अङ्गै त्यसैले सबै कलश निमित्तार्थम वाग्दान आदि कर्म निमित्तार्थम प्रधान देवता गणपति पूजा गरिसक्नु अस्तर अर्घ्य मर्घ्य दही चढाइदिनु पताइदिनु गणनाथको आहा पूजा गरिदिनु गणनाथको हरिम गणनाथको गणपति गणनाथ रात फुलको पूजा गर्नु गणनाथको हरिम गणनाथको आमतमदासी गर्वदाम वक्रतुण्ड फुल्लेर वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ यहाँमाथि पानी समाउनु इत्यादि पुत्र साहित्य सबै जस्तो यो पनि मान्न मिल्छ होइन निश्चितम सुखी भवः पुष्पाणी भनेको फुल राखिदिनु आम बर पिपलको पातहरू त्यो लगाइदिनु कुङ्गी फल पञ्चरत्न आदान शिरमा छाउनु स्कन्धे काँधमा छाउनु पाद यो घुँडामा जाने मंत्रार्थ
केशवं सदा क्रान्तिलोकेषु सदा जीवि सदा शुभिः जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बर पिपलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिमी भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर
दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो मेरो बाली हो दिनु पर्छ नि भाइलाई रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग मनको ढुकीमा महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुनी तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग
मलाई संसार मेरे जस्तो तिमीलाई नदेख्दा केवल एक पल तिमीलाई नदेख्दा केवल एक पल लाग्छ धेरै जस्तो तिमीले फेर्ने सासमा महसुस गरा तिम्रो छाया बनी तिम्रो वरपर छुनी तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ तिमीलाई मलाने भइरहेछु थान पछाडि किनेर ल्याइरहेछु केटुलीलाई मलाने भइरहेछु थान पछाडि किनेर महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुनी तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो हुने तिमीसँग
हरि ओम स्तरीय वस्त्र परिधान एउटा हालौँ न जाने उसका टुक्रा ओम प्रजापति अलिअलि भरे भने पानी खानु थाल्नुभयो श्रीमङ्गल बीस गाडी 15 बल्लाको लगाउन ठिक छ शुभ लगन बोल्दा बाधा विघ्न हुँदैन उसो भए बोलौँ त ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 गाडी 15 बल्लाको शुभ हो ल लगाइदिनु मङ्गलम भगवान कृष्ण तदेव लग्नं सतिनं तदेव तारा बलं विद्याबलं हात थाप्नु बेहुलाले बेहुलीको हात बेहुलाको हातमा दिनु बेहुलीको हात बेहुलालाई दिनु मुनिबाट थाप्नु हात हो त्यसरी मङ्गलम भगवान बेहुलाले मुनिबाट थाप्ने आज छोरीको हात अर्कैले समाउने भयो बाबुको आँखामा आँसु झर्ने भयो घरको आँगन सुनसान देखिन्छ हाँसोका आवाजहरू सम्झनामा बन्छ कन्यादान धर्म र संस्कारको मन रुँदै पनि गर्छौँ हामी बलिदान छोरी त हाम्रो हृदयको टुक्रा तर उसले बनाओस् आफ्नो नयाँ संसार कन्यादान धर्म र संस्कारको मान मन रुँदै पनि गर्छौँ हामी बलिदान छोरी त हाम्रो हृदयको टुक्रा तर उसले बनाओस् आफ्नो नयाँ संसार हातमा हरियो चुरा खन्कन्छ ध्यान राख नानी भनिरहन्छ आवाज बन्छ
गाउँभरि बाजा माला र धूप बलेका, तर बुबाको मुटुभित्र शान्त आँसु ढलेका। कन्यादान आत्माको पुनर्जन्मको प्रमाण, संस्कारले बाँधेको जीवनको नयाँ अभियान। छोरीको हाँसोमा हाम्रो आशीर्वाद छ, नयाँ घरमा पनि तिमी हाम्रो माया साथ छ। कन्यादान धर्म र संस्कारको मान, मन हृदय पनि गर्छौँ हामी बलिदान। छोरी त हाम्रो हृदयको टुक्रा, तर उसले बनाओ सपनो नयाँ संसार। मण्डप मुनि दीप झिलिमिली, विवाहको मन्त्र बग्छ शान्त हावामा। सदा सुखी रह भनेर मन्द मुस्कान, बुबाआमाको प्रेम लुकेको त्यो वाक्यमा। कन्यादान आँसु र गर्वको गान, जीवनभरि सन्तानमा हाम्रो सम्मान। छोरी तिमी हाम्रो संस्कृतिको शान, तिमी नै हो हाम्रोमा प्रतिष्ठा। kita bajaiदैन नै हाम्रो तानेर बसाउनु न। खुट्टा जोड्नु त ढोका त बुझ्नु। यता उभिनु दिदी, थोरै यता अगाडि उभिनु न। घाम छेक उभिनु भनेको यता क्यामेरा यहाँ सम्झी भेटघाटको यता किनकि क्यामेरा छ नि। खै अब यहाँ काट्छ चाहिँ कता पुगिसक्नु। खाना चाहिँ उता गाउँ त हजुर हजुर हो तपाईँ पनि यता हाल्नु न अनि यहाँ पगालो मार्ने
सबै टेकेर तिमीले कसरी पढ्छौ नि कसरी पढ्छौ त्यो बनानाको नाकले त तिमी त छ अब बेहुलाले बेहुलीलाई हेर है मैले सुहा भनेपछि सुन्नु पर्यो सुहा भन्दा जसको हातमा घडी पर्छ त्यसले जित्ने हुन्छ यहाँ गायम कन्या प्रभान Yeah.
आमा यति निकाल्नु पर्यो खोइ सासु कता गयो सासु सब मुख छ अर्कोले पनि बाले त हुन्छ नि यहाँ एउटी आऊ न
बेसी भयो होला यसो नि चर्दियो किन बोल्दैन खानेको नानी यहाँबाट यसो भएन दुई हप्ता गरे दुई हप्ता यता फर्कियो अब अब यता दाइको दाहिने कुमार अब उता घुम तुरुक हाल न दुई हप्ता अब उताबाट यता देब्रेपट्टि देब्रेपट्टिबाट गर थोरै गर न भाउजू पनि अब एक घन्टा चाउँदै जाऊ न चौँदै जान हो अब अब यहाँ नहिँड्नै बित्त भएछ यो कपडा पाइयो यो कपडा टिप्छ एउटा पाइँदैन अब एक फुट कति छ डिभाइड गरेर कति हुने हो माथिबाट गर साडी समात हो त्यसरी यसो ढोक्दै आऊ कस्तो कुनापट्टि भएछ हुँदै आउँछ फर्काएर घोप्छ ल सबै लु अब खोज ए देखिहाल्नु नि कहाँ छ भनेर लु भेटी त हाल्यो नि एकैछिनमा यहाँ नराख्न अहिले माथिबाट झिक्नु दिने त्यहाँ भित्र कसले भन्ने हुन्छ राम्रो राख्ने है कतिवटा सबै खोज है त्यहाँ पैसा जति छ बुहारीतिर छ बुहारीतिर पैसा सबै बुहारीतिर छ के छ अझ अलिकति त एरा दिदी त बुहारीको हात मुनि उचाल्नु त त्यहाँ छ ओ बुहारीले हल्लाको ठाउँमै छ एउटा चाहिँ मेरो हातमा छ त्यहाँ होला पुनमले कति सक्यो होला त्यसो भए तपाईँले दुईटा हेरेको दुईटाले भएर पाइएन त्यही भएर सासूले चाहिँ पाइन्छ अरे अरूसँग चाहिँ पाइँदैन हो अरूसँग पाइँदैन नहलिदिनु भिडियो बनाउँछु सुपारी त पहिले यसरी खोज्न पाइएन पाइयो पाइयो जने चाहिँ काखातिर राखिहाल्न के हात आँखातिर खाइदियो लु अब फेरि भर धान भर अत्याउन पो खोज्छ कसले दुईचोटि भाउजू त्यहाँभन्दा के जित्नु पर्यो होइन यो त यसो विधि मात्रै हो रुनी थाल भयो कि क्या कान्छी छोरो लग्यो भनेर यसो गर न बुहारी सोध्दै आऊ न ओर अनि एकैचोटि माथि आएर अनि उठाउ हो त्यसरी हो ती दाना जति एक जग्गा भेला गर ए दिदी कति दाना गरी कम्ती भएपछि सोरेर ल्याऊ अनि हामी धेरै सजिलो हुन्छ हामी पनि हिजो रातभर सुतेकै थिएन ठिक्क हाल्नु बुढी हजुरआमाले सासुबारीको चुल्ठो चाहिँ सधैँभरि यसरी जोडेर बस्नु झगडा नगर्नु मिलेर बस्नु
यसमा मतलब पनि सुनाइदिनु नानी लगाएको थिएन कता खोज्नु पर्छ भनेर बुढाको हिँड्नु हुन्छ पालो अरे कुन चाहिँ ल्याउने कि भाइ सुधार लगाइदिनु म कस्तो हेर्छु राम्रोसँग अहिले यसरी नै हाँसी खुसी बस्नु सधैँ है यहाँ मेरो पैसा कता पुगिरहेछ ल यो त ला हो नि त अनि के गर्छु अघि निकाल्नु नै भएन ल भन्नु त पनि होइन हाम्रो दादी आइज 3 बजे उठाएर उठाउने 6 बजे गोपाल अपने अगाडि बाटो गर्दा सानी अब हजुर लुगा खोलिसियो न कता कता के हो थन्को गर्नुपर्छ एकछिन उहाँ हेर्दैछ भाउजूलाई मजाले दिनभरि हेरेर अगाडि होस् भाइलाई दिनभरि हेरि भन्छ सम्झेर आउनु त पाउनु पर्यो नि त मैले हात बढिसक्यो पक्को सुरुमा हात हो आउने हुँदैन हाम्रो प्यारो चलेगा जलेगा नहीं दौड़ेगा
5 बेला टिका पाँच फेर खान हजार मैले पोको जति कता राख्छ अहिले यसैको भन्छ अहिले चाहिँ त्यही अक्षताले भाउजूलाई लगाइदिनु पर्छ अब बुढीलाई टिका लगाइदियो अनि त पैसा त अघि गोडा धोका पैसा र त्यो टिका लगा पैसा एउटा थोरै बसाएर बस्नु त्यसलाई त कोरा ल्या हेर्न दे न हौ हेर्न दे छोरा हजारको दिन पर्छ तिमीले पुर्याएन सिकेर है छोराको बिहा नगर्नेहरूले छोरीलाई कसो गर्नुपर्छ अन्त मैले त आधी देख्दैछु यो गर्नुपर्छ होला यो मलाई त गर्न लाग्यो भाउजूको पनि अग्न कहाँ सकेर तिमी बिना एक्लै बग्न कहाँ सकेर तिमी बिना एक्लै चल्न कहाँ सक्यो र यो धड्कन पनि बेग्लै जीवन भेटे जस्तो लाग्थ्यो कतै दूर यात्रामा हाँस्न कहाँ सकेर तिमी बिना एक्लै अब बग्नु छ अब रम्नु छ एउटै भाइ तिमी र म मन सफा तिमीबाट हुन नपरोस् बेवफा हुन्छ रे मन सफा बाँचुन्जेल तिमीबाट हुन नपरोस् बेवफा
तिम्रै छ मुटु छामी हेर आभास तिम्रै छ अब शीतल पारिदेऊ आँखालाई अब धेरै बहकिन नदेऊ यो मुटुलाई अब बग्नु छ अब रम्नु छ एउटै भए तिमीमा 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 आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई बेहुली बेहुली पल पल घडी घडी हाँस्नु ल यो भिडियो उताएर हाँस्नु उताएर उता तल अलिकति फुल थप्दै यहाँ सानो होला नि त भनेको सानो 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 माने काम मनको हुना के भर हैन र मायामा हुन्न के डर
अर्थ छैन त लुगा बिग्रिन्छ त्यो ठ्याक्कै हजुर हुन्छ गोजीमा पनि हो अर्थले गर्दा बस्नु आमैमा म बोलाउनु मानबाट आदि बताएन सबै सम्झियो बोलिएर नमस्कार गर्नु शुभम भवति भावनामा आरु देशको चाँद भला सर्व अब हामी अब तपाईँहरूले कबड्डीबाट पनि लाउनु अब हामी सम्झिँलाई दिने छ आफूले विचार गर्नु हातमा हालिदिने है अब हजुरआमा पनि अब दिने कुरो हाम्रो है के गर्ने सम्झिन्छ मिलेन कुरो
एउटै शब्द लिँदै लेखौँ न हाम्रो कहानी आकाशमा तारा र हुन्जेल सुम्पिन्छु यो जिन्दगानी एउटै शब्द लिँदै लेखौँ न हाम्रो कहानी आकाशमा तारा रहे झै सुम्पिन्छु यो जिन्दगानी सधैँभरिलाई आँखाले गर्दैछ खाने खुसी हेरिरहँ भन्दैछ सुस्तरी सधैँभरिलाई छेउमा बसिराखन आँखाले गर्दैछ खाने खुसी हेरिरहँ भन्दैछ सुस्तरी तिमीलाई तिमी मेरो बेहुली तिमी मेरो बेहुली आइपुग्यौँ हेर न हामी कस्तो राम्रो लाग्दैछ यो जिन्दगी तिमीमा सुरु अनि तिमीमै खतम माया गरिरहनु कम से कम तिमीले अरू त केही चाहिन्न सपना जे लाग्छ अझै तिमी र मसँगै बस्ने एकअर्काको रङमा रङ्गी सँगै रुने सँगै हाँस्ने सधैँभरिलाई आँखाले गर्दैछ खाने खुसी हेरिरहँ भन्दैछ सुस्तरी सधैँभरिलाई छेउमा बसिराखन आँखाले गर्दैछ खाने खुसी हेरिरहँ भन्दैछ सुस्तरी तिमीलाई तिमी मेरो बेहुली तिमी मेरो बेहुली एउटै शब्द लिँदै लेखौँ न हाम्रो कहानी आकाशमा तारा र हुन्जेल सुम्पिन्छु यो जिन्दगानी माइजू भन्न के बुढी मान्छेले त बुझाउने ठीक उहाँ कस्तो बिजोग छ क्या हाम्रो अस्तिको नानीको केही खानुको मनको गरेको छैन अब जाने बेला भयो होइन के जाने हामी अब यत्रो दिन पनि बस्यो अब कार्यक्रम पनि सक्यो अब नानीको त्यो सबै उमे पर सुकाएको छ एउटा त्यही लागिदियो 4 बजे भने 5 6 7 बजे होइन छ अब हिँड्नलाई ढिलो भइहाल्छ अब भरे खिच्नुपर्छ धेरै दुईटा हातले दिनुपर्छ है आधी आधी दिनु ल सबै दिनु हुँदैन क्या धेरै नमस्ते गर्ने अब
फेरि एउटा रेडी 1 2 3 लु भान्जी हामी गयौँ है बाटो ल हिजो अस्ति रोएर आएको म सक्दिनँ अब रुन अब त यसो हाल्यो भने मात्रै मेरो भान्जा दिदी कुन जाने भान्जा नगो अर्काको छ अरे नि त बाबु काका उता बाबु काकी हजुरआमा हजुरआमा हजुर हजुरबा कसै किन